सो आज चाहिँ अब मेरो ट्रेनिङ थियो क्या, अनि त्यही भएर चाहिँ मैले स्कार्फ सिस्कार्फ लगाएर टक्कसँगले बाहिर निस्केँ। अनि मैले तपाईँहरूलाई चाहिँ नेसनल चाहिँ टोपी पनि मैले फ्लेक्स गरिदिएँ कि स्काउट्सको। अनि त्यसपछि ब्याग चाहिँ मलाई गिफ्टेड आएको थियो। त्यस पछाडि स्कुल पनि जानुपर्ने थियो, किनकि एनुअल प्रोग्राममा स्काउटहरूको गाना चाहिँ कन्फर्म र कम्प्लिट गर्नु थियो। अनि त्यस पछाडि यता हेरेको त क्लास 7को नानीहरू जति सबैले चाहिँ आर्ट एक्जिबिसनको लागि पनि तयारी गरिराख्नु भएको थियो क्या। अनि खानाको लागि चाहिँ अब एकदमै यता आज स्वयंकोमा गयौँ। त्यसपछि चाहिँ अब क्षितिजलाई चाहिँ मैले बाइकमा लिएर चाहिँ हामी जाँदैछौँ। होइन, हामी चाहिँ जाने क्रममा चाहिँ होइन कतै चाहिँ राम्रो बाटो र कतिपय चाहिँ नराम्रो बाटो हुँदै हुँदै होइन टक्कसँग लाएर हामी पुग्न आँटेको थियौँ होइन यो क्याम्प हुने ठाउँमा। त्यस पछाडि चाहिँ यो सट्टसँग लाएर यो बाटो चाहिँ यस्तो थियो। अनि यहाँ पनि आइसक्यो, यो गढीगाउँ मावि हो। अनि अब यहाँ आएर चाहिँ अब हल्का फ्लेक्स पनि होइन, हामीले सामान जति सबै यतापट्टि राखेको थियो। त्यस पछाडि भने चाहिँ अब यहाँ खाजाको ब्रेक टाइम पनि भइसक्यो थियो र सबैजनाले खाजा पनि खाइराख्नु भएको थियो। अनि मैले नि अब के गरौँ भनेर चाहिँ टक्कसँग लाएर मेरो पनि चाहिँ यहाँ थालमा चाहिँ हालेर त्यस पछाडि यता केटाहरूसँग बसेर चाहिँ खाजा पनि खाएँ। अनि चना मुरै काँक्रा एकदमै मिठो थियो क्या। अनि त्यस पछाडि अब टेन्ट पिच गर्ने तरिकाहरू सिकाउँदै चाहिँ हामीले चाहिँ होइन सबैजनालाई सिकाइसकेको थियौँ। अनि त्यस पछाडि यता दिदीलाई नि थुप्रै पछाडि भेट भयो कि यसरी नै स्काउटिङ एक्टिभिटिज मात्रै भेट हुन्छ। सो फाइनली हाम्रो पनि चाहिँ टर्न आइसक्यो त्यो टेन्ट पिच गर्ने, र हाम्रो प्याटर्न पनि टेन्ट पिच गरेर हामी लाग्यौँ सेसनतर्फमा चाहिँ अब आजको हाम्रो सेसन चाहिँ अब 10 बजीभन्दा त सकिँदैन। त्यही भएर यो चाहिँ एउटा सेसन थियो होइन, जुन चाहिँ अनि त्यस पछाडि म र मेरो मोहन भन्ने साथी चाहिँ टक्कसँग लाएर चाहिँ सुनिरहेको थियौँ। सो थ्याङ्क यू सो मच फर वाचिङ मी, किप लभिङ, किप सपोर्टिङ, एन्ड यस वेट फर माई अनदर मिनी ब्लग। थ्याङ्क यू।